प्राइभेट भिडियो कलमा नाङ्गै भएर देखाउनु पर्यो, त्यो केटाको चित्त बुझ्नु पर्यो। बुझेन भने त्यही हो। अनि त्यसपछि चित्त बुझेपछि भरे म लौ यो टाइममा चाहिँ टिकटक लाइभमा आउँदैछु, मलाई चाहिँ गिफ्ट हान्नु पर्यो भनेपछि उसले गिफ्ट हान्ने। यस्तो हो क्या, यस्तो हो क्या। यहाँ सुन्नु न, प्राइभेट भिडियो कलमा नाङ्गो खोलेर चाहिँ आफ्नो भित्री अङ्गहरू देखाउनु पर्ने, अनि भरे आफू लाइभमा आउँदा चाहिँ उनीहरूले गिफ्ट गर्ने होइन त? त्यस्तै त गरिरहेको छ नेपालमा। राम राम राम, यो त मलाई थाहै थिएन त रे। होस्टरहरू सबैले त्यही त गरिरहेको छ, सबैको छ त। अनि भोलि गएर त्यो चेलीले मानेन भने उसको चरित्र हत्या गर्ने, त्यो भिडियो, त्यो प्राइभेट भिडियोहरू चाहिँ नाङ्गै भएको भिडियो चाहिँ म पोस्ट गरिदिन्छु भनेर धम्क्याउने, पैसा लिने केसहरू पनि आएको थियो। कारण त यो रहेछ नि त, होइन र? भनेपछि त्यस्तो हो।